Hello, namaste, welcome back to my YouTube channel. हजुरहरूले थम्बनेल हेरेर नै थापिसक्नुभयो होला आज के भनेर। आज चाहिँ मेरो भान्जोको बर्थडे छ, सुजन भान्जोको बर्थडेको लागि चाहिँ अब चाहिँ सामानहरू रेडी गर्नुपर्ने छ। अब भर्खर मैले चिकन लिएर आइसकेँ, पोर्कहरू दिनुपर्ने छ। पोर्क अरू के हो, अब अरू के छ, अहिले चाहिँ चिकन ल्याइराखेको छु। अब एकछिन अहिले भेट्छु ल साथीहरू। ल साथीहरू, अब चिकनलाई चाहिँ हल्का म्यारिनेट गरेर राख्नुपर्ने हुन्छ। म्यारिनेट गरेर राख्यो भने भरे चाहिँ अलिकति टेस्ट मिठो आउँछ कि, त्यही भएर अहिले नै हल्का म्यारिनेट गरेर राख्न लाग्यो है। ल अहिले चाहिँ हामी यता अलिअलि कामको लागि जान लाग्यो अरे हामी। बिर्स्यो क्याटरिङ दिन। ल अहिले चाहिँ हामी एकछिन यता इन्द्रपुरतिर जान लागेको। हेर्नु त्यो सामानहरू लिनु पर्ने थियो, त्यही भएर। ओए कति बताएको। अब यहाँ चाहिँ केक अर्डर दिनुपर्ने हुन्छ। केक पसल आइपुग्यो है, केक पसल। यो पसल चाहिँ यहाँ, यो केक पसल चाहिँ यहाँ छ। यहाँ चाहिँ यो बुद्ध चोक भएन, यो चोकबाट अलिकति अगाडि आएपछि यता बजारजानतिर आएपछि यहाँनिर राइट साइडमा छ प्रो विष्णु राउत हेलो विष्णु केक सप छ। भरतपुर 7 बुद्ध चोक चितवन भनेर लेखेको छ। यहाँ कन्ट्याक्ट नम्बर पनि त्यहाँ माथि छ, त्यो कन्ट्याक्ट गरेर पनि अर्डर गर्न सक्नुहुन्छ हजुरहरूलाई। डेलिभरी सर्भिस पनि एभाइलेबल रहेछ। हजुर जस्तो हुन्छ त्यस्तै अर्डर दिन सक्नुहुन्छ। यहाँ एकदम सुपथ मूल्यमै, फेरि अरू ठाउँमा भन्दा एकदम मिलाएर दिनुहुन्छ यहाँ। पसल चाहिँ है यता अलिक पर चाहिँ सोल्जर क्याफे छ। सोल्जर क्याफे र बुद्ध चोकको बिचमा पर्छ यो पसल। र सबैजना आएर यसो अर्डर गर्नु होला तपाईँहरूको बर्थडे, त्यस्तै गरी एनिभर्सरी जुनै पनि प्रोग्रामको लागि केक अर्डर गर्न चाहनुहुन्छ भने तपाईँहरू यहाँ आएर अर्डर गर्न सक्नुहुनेछ है त। ल केक चाहिँ यहाँ बनाइराखेको पनि हुन्छ, तर पनि आफूलाई अरू नै डिजाइन चाहिएको छ भने पनि तपाईँहरूले डिजाइन दिन सक्नुहुन्छ। माछा मार्दै बस्छ यार। नपुऱ्याइदिएछ त स्कुटर। हजुर हिजो ढिलो भयो त नि उता क्लास जाने भनेर चाहिँ लिएर गएँ। आज त पुऱ्याइदिने भनेर अब डिसिजन गरेँ। हुन त यति राखेको भयो त, यता चलाउँदैन।
पहिला हामी यहाँ घोलमा कति पौडी यहाँ पौडी खेल्थ्यो यार भइहाल्यो त सुजन अनि दुईजना मम्मीले लगेर यहाँ माछा पनि मार्थे पौडी खेल्थे होइन ऊ बाँसको गाछनिर म चाहिँ डुबेको एकचोटि के गर्नु कति गोबर ला भनेको हामी एकछिन बजारतिर मासु लिन जाँदा बुङ्गुरको मासु अनि अरू बियरहरू अनि कोल्ड ड्रिङ्क्सहरू लिन जानुपर्ने छ बङमा लिन जान्छ बा हुन्छ अहिले चाहिँ हामी यहाँ मासु लिन आइपुगेको अवस्था बुङ्गुरको मासु लिन आइपुग्यो कति जसरी खानु मन लाग्छ त्यसरी झ्याप झ्याप हड्डीलाई चाहिँ ट्याक ट्याक पिस होइन ल है बुङ्गुरको मासु त लियो अब चाहिँ बियर लिन बाँकी छ कोल्ड ड्रिङ्क्स लिन बाँकी छ अनि अलि भेजिटेबल के प्याजहरू लिन बाँकी छ सब्जी मन्डी आइपुग्यो सब्जी मन्डी ल सब्जी पनि किनिसक्यो अब चाहिँ यहाँ होला भातै के बियर र जिउ बिग मार्टमा आएर अब चाहिँ
ल अहिले चाहिँ हामी सबै सामानहरू किनेर फर्किसक्यौँ है। बियर सियर अनि मासुहरू लिएर आइसक्यौँ। अब मासु यो पोर्कलाई चाहिँ हामी झट्ट अब चाहिँ म्यारिनेट गर्नुपर्छ। म्यारिनेट गरेर अनि भरे चाहिँ यसलाई चाहिँ पुरै आगोमा पोलेर खाने है साथी हो। ल हेर्दै गर्नुहोस् है साथी हो। ल अब चाहिँ यहाँ पुलाउको लागि चामल भिजाउँदैछ। हाम्रो यहाँ अचारको लागि चाहिँ यहाँ रेडी हुँदैछ है। यता रोस्ट चाहिँ पुरै बनिसक्यो होइन रोस्ट। कहाँ प्याकिङ गरिराख्यो यहाँ पनि हुँदैछ पाक्दैछ। यहाँ पोङ्गो चाहिँ यो ग्रेभीवाला पोर्कको ग्रेभी हुन्छ, हड्डीवाला ग्रेभी हुन्छ। यहाँ यो चाहिँ रोस्ट धनियाँ प्याजहरू काटेको छ। त्यो चाहिँ पोलेर खाने फेरि भयो पोलेर खाने त्यो चाहिँ। म चाहिँ अब एकछिन अनमोल भान्जालाई लिएर जानुपर्ने भयो कलेज। आरोमा कलेज पनि 4 बजे 4:15 बजे छुट्टी हुने अरे होइन। म चाहिँ एकछिन भान्जालाई लिएर अनि आउँछु। ल है त अहिले भेटौँला साथीहरू। अहिले चाहिँ म यहाँ आरोमा कलेज आएको भान्जालाई लिन। 6:30 बजी छुट्टी हुन्छ 4:15 बजी छुट्टी हुन्छ भने निस्किनु उताबाट उताको ब्लगबाट यता आयो कि होइन हो। आरोमा कलेजको यहाँ साइन्सको बिल्डिङमा आएर बसेछु गेटमा। भान्जा आउँछ कि आउँदैन थाहा छैन। अनमोलको कलेजको साथीहरू सब आइसक्यो। अनमोल आएको छैन। हिरो भयो सोध्नु पर्दैन अब केही पर्दैन। सिधै गयो हुन्छ। कस्तो आज सुजन दादाको बर्थडे अनि भिडियो बनाइदिएको। सुजन दाई बर्थडे ल अनमोललाई भेट्यो। अब चाहिँ को जाने घर होला। ल अब बर्थडेको लागि सब रेडी हुँदैछ। यहाँ डेकोरेसन गरिसक्यो। भान्जाको लागि आमाले गरिदिएको सब डेकोरेसन। पाहुना आइसक्यो यार। नमस्ते जेनी भान्जी। ओ जेन भान्जा नमस्ते। भान्जा नमस्ते। सन्चै चिन्यो कहिले आएको स्कुलबाट कहिले आएको? हिजो। अब भोलि जाने? ए ल हाई गर्थ्यो। हेलो हाई गर न। ल भाउजू दियाहरू सबै आइसक्नु भयो। फेरि कसै झिक्नी लाउने गरेको नमस्ते। ल आउनुहोस् ल पाहुना आउनुभयो। हेलो हेलो ल हेलो हेलो गाइस। दाइ आउनुभयो। फुपू आउनुभयो। अलिक ठिक भएको भयो अहिले। बरु यहाँ त बेडमा भित्र बेडमा हाम्रो टाइम लाग्छ अरे क्या। धेरै धेरै धन्यवाद। त्यस्तै जुस खाने बनाइदियो भनेर भनेको कि। ए अस्ति खालको जुस खाने बनाइदियो भनेर भनेको अस्ति जस्तै। मैले चाहिँ आज कस्तो भन्थेँ होइन यहाँ तलपट्टि चाहिँ पियानोको गिटार तल पियानोको भनेर ठिकै छ। गिटारको स्ट्रिङमा भएको गिटारको Happy birthday
यही छ पहिले चाहिँ हेलो पौले चाहिँ क्या हो हाम्रो गिफ्टहरू लिएर छिटै के हुने भिजा लागोस् साँग्रामा त फ्रक र खाना एउटै भएन ल दुईजनाको है अरे ल तपाईँ पनि अलिक त्यस्तै भएछ यहाँ बस्नु भाइ कन्टिन्यू अगाडि भिजा हेर भाइ अहिले म त मामा त पाउँछ भन्छ अलि कराएको गर्दैन मन्त्री भन्दा बढ्दै हुन्छ सबै खातामा खाले हुन्छ पर्छन् रोशनी आमाले लगाइदिँदै छ छोरालाई मनमनै है आशी चाहिँ सबलाई सुनाउनु उल्टो भइदियो बुझ्यो जेन जो पनि दिनुभयो कोले दिनु हो मलाई थाहा भएन अब 25 लाग्यो 25 हो लोले त 26 56 सालको के भनेपछि
कार्तिक मक्सिर 1 महिना फरक रहेछ 1 महिना ठुलो रहेछ सु 1 महिनाको फरक उसको नि आराम त बस्यो यहाँ नआइले पुछिले बाबे के भनेको गाडी दुईको सबै आउँछ लक्ष्मीले रास आफैलाई हो भान्जालाई भने लक्ष्मीले मलाई बास गरून् तरुणले चाहिँ भान्जालाई सबको भान्जा ओ भित्र नजर साना जान्ने मान्छे त अझै अगाडि आउनु पर्ने हो नि अरूले सिक्दैन उधारो हो दिदी ढिलै आउँछ पढाइ आउँदै खत्रै गिफ्ट आउनु लाग्छ हुनुहुन्छ आँटेको तातेको कुराहरू पुरा होस् दुःख कष्ट सबै हाल्नुहोस् परमेश्वरले सबै पुरा होस् सिधै जाने बाटो कुराहरू परमेश्वरले एकदम छिटो चलाओस् ठुलै हो मेरो फोटोसुट पनि भइसक्यो अब चाहिँ अन्तिम कार्यक्रम सलिन्छ अर्को त्यो सलिन्छ हुन्छ यसलाई बालिदिनु क्या बोल्दिने हजुर क्या बोल्दिने खै कुन त कस्तो हुन्छ हामी यस्तालाई नुन पनि पिने भट्ट तेलमा फराए यस्तो बाटामा भक्कै त्यहीको बात त्यही मान्छेकोबाट फालिदियो धन्न भोलि पछि थाहा भयो हेरेको सधैँ पार्टी हुन्न नि त भने कहिले हो पार्टी रोशनी दिदी जेनी हो धेरै हाल्नु पर्छ मिना मिलेर लाग्छ के भयो अघि बोल्दै बोलेन आवाज निप्दैन
त्यही हो पुस्तै त्यसले त्यो हानेले अब यो चाहिँ लास्ट प्लट कस्तो अब त्यही हो मलाई त नकिस भने लाग्यो सेपको खानु पर्यो यस्तो सानो अब एक साल नभए बर्थडे छैन होला अब होइन पुसमा खाने फेरि फेरि पुसमा दुईटा हो नसरी के बनाउनु कहिले आफ्नो बर्थडे नि कति कति मन भने के को सुजन र सिमला 1 महिना फरक हो नि 4 दिनको 28 भयो 1 गते अब 3-4 दिनको फरक रहेछ लौ त यहाँ खपाल्दिन त ल मेरो उमेर गइसक्यो भने आत्या केही गर्न पाएन रहेछ भने ऊ त केटी मान्छेहरू गरिसक्यो यहाँ सुजन त झन् केटा मान्छेहरू बसिरहेको अनि ऊ ठाउँमा पुगेर नि आएको थियो भने मेरो उमेर गयो कहिले गर्ने हो 30 वर्षभित्र गरिसक्नु पर्ने भने फोन आएको थियो कि बेल्जियम गएको आज पेरिस गएको एक्लै नि घुम्दिन्छ ऊ मामा 40 लागिसक्यो के भएन मामा त ठुलो मान्छे एउटै हो चिन्दै छैन उमेर गएको के अनि चिन्ता गरेर उमेर घट्दैन केही हुनेवाला छैन ल सक्यो अब चाहिँ राम्रो काकाले यस्तो पोलेर निकेको मान्छे सब पोलेर मात्रै खान्छ कि त्यही भएर हो कि विदेशको मान्छेलाई काँक्रा मिना दिदी र नानु दिदी छोटा हुन्छ मिठो दुध हराएको छ न बियर कहिले लिनु न कस्तो मात्र खाइदिएछ हजुर मान्छे फोटो खाइदिएछ खानु न खानु नि त
खाने एक दिन खाइदिइहाल्छु घरमा फेरि कोही थिएन तर बसिरहेको छैन आमा नि पूजा पूजा सबै हलाउने गरेको नातिले छोरा भन्छ कि अनि त्यसरी बल पता सुरु नि हो दिनमा 10 बजेसम्म हुन्थ्यो त्यो आधा घन्टा चाहिँ के हुन्छ अनि आधा घन्टा चाहिँ बल्ल अनि गाउँ देखिन्छ अर्को पार्टी बनाउँछ होला नि अनि आमा मेरो अनि हजुरआमा भनेको भाग्यले ड्राइभरले साँच्चै अब भेटौँ भने भनिहाल्छ नि अब सेकेन्ड पार्टीमा आउँछ फिल्म बनाउनको त्यही गुरुङ हो होइन त्यहाँ थियो नि कमेडी नगरमा सिरियस कमेडी नगरमा आएको थियो के नाम हो त्यसको मलाई त्यही के डाइरेक्टर चस्मा लगाएको थियो एउटै त छ लास्ट के राखेको के हो हनी भन्छ के हो हनी बनाएको कान्छा नानी पकाउने नानी हामी पनि यति पढ्ने भएको सापासी पऱ्यो भने हामी त पैदल हिँड्नु पर्ने हुन्छ त यही बुद्ध चिप्लेलाई बिस्तारै अनि दुईजना केटाहरू पाहाडबाट आएको छोरीको छोराहरू यसलाई त्यहाँ थियो कुनै मोलै छैन यसको है अनमोल भने के हो म भन्नु बाजेर मूल्य नै छैन कि अनमोल
तिम्रो त मूल्य नै छैन अमूल्य बाजेले क्वेसन गरिरहेको डाँडा अनमोल भएको थियो होइन यो किन ए सुजनले भनेर मूल्य गर्ने बाक्लो भएछ यहाँ ब्लक खिचाइयो मा अनमोल भन्नु म त देशरीको सारी सारी उता पुगे बालेको बाबु हो त खान्न रे हजुर सुके नै अनि पियाको देउली भयो यो त रान्डफोल्ड जानु थियो नि बिहान त मानुपुर त गयो पूर्वमा चाहिँ मानुपुर त्यस्तो दामी आलु बजार हाल्नु माइला वहीँ टाढै भन्नु त टेन मुनि रातभरि राति म चट्टो सबैले मिलेर होइन क्याम्प फायर गरेर बसेर खाना रमाइलो गरेर गाउने भन्यो नि यति रमाइलो हुन्थ्यो दुईचोटि गएँ म चाहिँ लङजुङ टाइम्सको डाँडामा मुनि होमस्टे छ माथि चाहिँ माथि चाहिँ टेन्टमा सुत्नु पर्यो बिहान चाँडो उठ्यो कुरो बिहान हट्ट मुनि त बादल मुनिदिएछ नि मानु कुरो छ नि कुरो लाउनु पऱ्यो त्यो बादल मलाई छैन अमूल्य चिजलाई अनमोल भन्छ क्या त्यो मूल्य छैन भन्छ नि त्यो जुन चिजको त्यो मूल्य लाउनु पाउँदैन नि त्यो भाइले थोरै खानु भनेको खाना धेरै खानु भनेको खानु थोरै खानु हुन्छ नि थोरै थप्नु भने नआफूलाई नदार्दा भने अलि धेरै खानु भनेको पो खान्छ त मान्छे छ र त्यहाँ उति त होला सम्मानका गएन होइन अघि त घात्राङ घुत्राङ गर्थ्यो भित्र सम्मान गएको थियो मलबत्ती भएको उतापट्टि बन्द गर खुल्ला सम्मान धेरै खायो क्या अहिले माथिबाट लोड गर्ने तल पछि अनलोड गर्ने कुरा खाने सुन्छ अब त हजुर ल त्यो लिएर ठुल मम्मीलाई फिल्म हेर्न भन्छ मुभी मुभी जाने भन्छ यता मुभी हेर्नु मुभी भन्छ फेरि मुभी हेर्नु पपकर्न कहाँ खान्छ अरे पपकर्न एक डल्लो हुन्छ अनि अघिले माइक्रो बत्ती बिहा खानु कि अगाडि माडा खानु यही माडा खानु है
हेरा न जिरो गर्दै हेर्दा नि हेर्दा बिहान छ घर गएर चादर लगाउनु रुपालीले हालेर फेरि जाला बोका काट्यो भने बोका काटेको के अरे सधैँलाई हो बोका नकाटेको केही हुन्न त्यो खोला तर्ने बेलामा बोका काट्यो भने राम्रो हुन्छ नकाटे छुट्छ भन्थ्यो नकाटेको छुट्यो नि त बोकै पाएन त नि पाइने नि त बोकै पाएन खोज्न त गएको थियो केटीलाई मान्छे पठाइदियो बोका पाएन नि केटाले हाम्रो त छुट्यो क्या अगाडि 15 मिनटमा सिधै आफै भाग्यो 15-20 मिनट जति बोका खोज्न चाहिँ ढिलो आयो नि त हामी त नाच्ने गाउन त्यही गाउँ गयो त्यति उयो त फिल्म चलाउँदा चितो नआउने अनि के अरे बाउ खप्दा अन्धकार पाएन अब हामीले फिल्म हेर्दै तर मलाई हाम्रो पुरै कुरा थाहा भयो साथीहरू बनाइदे माइत पाएन भनेर त कस्तो रिसायो त केटा त खै केकमै हात तानेर लिएर गइहाल्यो यतिले छोड्दै त्यो सम्मानले हिसाब लाग्यो भने अनि लिएर गएको त्यो बाटोतिर कता हो दिँदै दिएको 5 मिनट भएको थिएन इन्ट्रो गर्नु सबैले कथा भन्दै के हेर्ने हो मनोरञ्जनको लागि जाने हो त फिल्म हेर्नु रुवाबासी भएको के बालेन्साको भिडियो हेर्ने यस्तो गरेर उस्तो गरेर अनि त्यो के अरे के नामले त्यो पोखराको एउटा पत्रकार अफिसबाट हो त्यो भोइस मन हेर्ने हो टिभी हेऱ्यो भने अफिसबाट हेर्ने हो अनि काठमाडौँको बालेन्सा राम्रो चिजलाई पो हेर्ने त होइन त बालेन्सा भरि पाकिस्तानमा झरिलो मैले टिभी हेर्नु त त्यो एउटा त्यसले चाहिँ यो दिवालीको अवसर पारेर देखाएको थियो होइन यो कुन देश कोही भन्दा होइन त्यो त्यो एउटा आइने भने यो युरोप कन्ट्री हुनुपर्छ यो एसियाभित्रको भनेको एसियामा यस्तो देश छ उसले त्यसले भन्यो यो नेपाल हो यो दिवालीमा यस्तो हुन्छ यो नेपालले झिलिमिल्छ नेपाल यस्तो छ भने के त्यसपछि त्यसले 2-4 दिनपछि फेरि त्यसले अर्को देखायो अब एक देखाएको अर्को पेपर देखाएको प्रब्लम देखाउँदा के भन्यो त्यसले केपी शर्मा ओलीको र बालेन्साको 2टा फोटो ल्यायो अनि एउटालाई देखायो पहिला केपी शर्मा ओलीको देखायो अनि बालेन्सा देखायो यो के अरे यो भन्नु गुन्डागार्डीले के भन्छ गुन्डागार्डीलाई के अरे त्यो डनलाई भन्छ नि यस्तो आज टेरोरिस्ट होला
होइन ट्रेजेडी भन नाम चलेको तर त्यो जङ्गलमा लुकेर होइन कि भने पछि अनि त्यसले भने यो चाहिँ नेपालको चर्चित कला के अरे यो पोलिटिसियन हो के यो राजनीति हो यो बालेन शाह हो त्यसले बालेन शाह यो भने कि कस्तो यो हिरो हो यो सबैलाई हिरो हो नेपालको लागि हिरो हो अन्त के भने पाकिस्तानको पाकिस्तानको अहिलेको इमरान खान जस्तो मान्छे जस्तो हो यो पनि त्यस्तै मान्छे हो अनि केपी शर्मा ओली यो को यो चिन्दैन भन्दाखेरि केपी शर्मा ओलीलाई चिन्दैन भन्दाखेरि कि अनि पछि अर्कोले गएर सोद्धाखेरि केपी शर्मा ओली यो चिन्दिनँ भन्छ कि उसले अनि यो को भनेको यो बालेन शाह हो यो बालेन शाह हो यो नेपालको हिरो हो भ्याइसक्यो त्यो उसके कार्कीले जापानबाट यसलाई त यही बेला मार्ने केटा भनेर भन्नु भाइरल भएको थियो नि सबैले ल्याइसक्यो नेपाल ल्याइसक्यो होइन र ल्याइसक्यो त्यो समाजको भिडियो त त्यो पहिलो जमानाको हो त्यो कता पुग्छको हो के त्यो रतन कार्की होइन है पहिला नि भाइरल गर्छ त्यो भिडियो त रतन कार्कीले चाहिँ रतन भनेर त्यो रतन कार्की होइन त्यो जापानको पुलिसमा सुएछ होइन त्यो अनि फुल्यान छैन त्यो जापानको दोरी चल्ने बाँकी नि छ माइली नाच्ने नाचेहरूले बोला किन्नु न पहिला नाच्ने मान्छेले पहिला के स्टेज तताउनु पऱ्यो पहिला नाचेर नृत्य नाच हेर्नु पर्यो माइलीको चाहिँ सौरावाला के माइलीले ढोलक बजाउने सिकाइछ ल बर्थडे पनि सकियो अब पाहुनाहरू पनि सबै घर जान्ला छ है होइन गैडाको ए 26 गतेबाट ल बाइ 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 भन अब ल बाइ सबैजनालाई धेरै धन्यवाद धेरै धन्यवाद भोलि खानु हुन्थ्यो के खानेकुराहरू के छला नि ल आयो रमाइलो भयो नआयो है लागिरहन्थ्यो ल दिदी हामी लागेको है हस् ल पुरै पर्दा लगायो त अरे ल बाइ यता बाइ बाइ भन्न जान्न थाल्छ ल बाइ बाइ सबैजनालाई ल सम्मान बाइ बाइ नबिर्सिनु माया नमार्नु ल बर्थडे पनि सकियो पाहुनाहरू सबै जानुभयो है आजलाई कति बजे टाइम पनि 12:15 भइसकेको छ ल थ्याङ्क यू सो मच फर वाचिङ गुड नाइट स्विट ड्रिम बाई स्ट्रेप